हेलो नमस्कार, म विष्णु थापा है। मेरो युट्युब च्यानल पनि छ विष्णु थापा। आज हामी तीन भाइ अनि दाइको छोरा भएर माछा मार्न झरिरहेका छौँ। यतातिर हामी आज यस्तो लोकेसन, यो एउटा नयाँ लोकेसनतिर जाँदैछौँ भाइ। यहाँ दामी लोकेसन छ यता तलतिर होइन। खोलातिर पुग्न आँटेको छ। अब दाइहरू माथि आउँदैछन्। ओ याछन् यता यता कहाँ उता जाने होइन क्या, यता आइज भनेको। अब हामी चाहिँ ठ्याक्क होइन त्यो दुईवटा खोलाको दोबान छ यहाँ, छल्दी र निस्ती खोलाको दोबाननिर ठ्याक्क हामी जाँदैछौँ। यहाँनिर फेरि एउटा झोलङ्गे पुल पनि छ। त्यो झोलङ्गे पुलमा हामी यो दाइको छोरा यस्तो चर्बकै छ, उहाँ पारी पुगिसक्यो त्यो है। ए यहाँ पुगे दामी जक्सन छ। तर हामी चाहिँ यता सर्टकट झर्ने। म यसो यहाँ तल जक्सन देखाइदिन्छु भनेर होइन। त्यहाँको जमानाको पुरानो पुल पनि छ। वाउ, माछै छैन, माछा छैन, माछा होला गरे। यहाँनिर यही खोला हो। यस्तो डेन्जर ठाउँ छ यतातिर। उता माथि पनि खेल्ने ठाउँ छ, उ त्यहाँ खेल्ने ठाउँ छ। माछा होला कि नहोला ल 5 किलो मारेर जाने ल आज। कहाँ मार्ने छ 5 किलो? मासु देखिँदैन एउटा नि। देखिन्छ माछा उताकोमा थप्छ होइन, होइन पुस्दै परे के हो नि? दाइहरू माथि आएर झर्दैछन्। चल है अब हामी यता सर्टकट झर्ने क्या, बुझिस्? क्याप लगा न, क्याप डेन्जर हुने होला के मान्छे त। वा वा खाले खै यता त खै। ओइ मामा जस्तो देखिस् त। दाइहरू आइसके। ए बाइक चिच्चाको चिच्चै गरेर कहिले के भन्छ भनेको भनी गर्छ। तर उसमा भन्दा यता यो निस्तीमा भन्दा यसमा चाहिँ छल्दीमा चाहिँ होला क्या माछा अलि करेन्ट लाउँछन्। केमा हौ? खोला चाहिँ दामी छ है यता। ए साबनै ल्याइएन यार, ल्यास कपिल। ठाउँ त दामी छ क्या, यहाँ पनि खेल्ने जस्तो त। जाल खेल्दै आएर रहेछन् यता, यस्तो दामी छ। दामी जक्सनमा आइयो है, दुई खोलीको दोबान भन्ने ठाउँमा आइएछ हामीहरू। अस्ति पनि यहाँ झरेको तिमीहरू थाहा थियो निस्तीमा। जाल खेल्न लाखानु। जाल पनि खेल्नु जालमा खै लाग्दैन होला माछा। यहाँ पनि दामी छ।
माछा त देखिँदै माथिबाट हेर्दा त एउटा नि एउटा ढुङ्गामा नि होला नि के छ त बिचरा आज माछा कति मारिन्छ 0 एउटा जम्मै एउटा छि छि